कालो चस्मा लाउ भन्छ पिरती लाउने आउ भन्छ तिम्रो बाउ हेर को पछाडि चाहिँ कालो चस्मा लाउ भन्छ उनीहरूले भात खान नसकेर यस्तो भयो त्यसो हामी अडिजन जङ्गलमै यो चाहिँ हाम्रो सारिका हो एमएम हेर्नुहोस् फेरि अहिले रमुना हो जाँदैछ रमुना हो चेस 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 वीडियो बना इतना बनी का जब ना हाँ ये बाइङ भयो सारिका हेलो हेलो या चेस यु जान्दै हेर सानो बच्चा यहाँबाट अड्यो सारिकालाई हाल्दै पिङमा यहाँ त सारिका तिम्रो पिङमा को झुन्ने तिम्रो पिङमा यहाँ बोकेली लिन लगाएर छ यहाँ सारिकामा ल दसैँको बोकेली लिनलाई बाह्र मेरो पनि एउटा भिडियो बनाउनु पऱ्यो बोकेली लिन लाग्यो मान्छेहरूको पनि गाउँकी बुहारी सारिका त हेर न हेलो गर पोच बोकेली ओहो बोकेसँग एउटा सेल्फी खिच्नु कस्तो लागिरहेको छ अमनाजी हजुरलाई सारिका के अरे हो ओइ यता तातो वाला पो उम्ले आइस यो खालन त्यसलाई राख न बोके मसाज चलिरहेछ होइन अब बोकेलाई मसाज हुन्छ यसरी धारामा पानी आउने भएर त धेरै सजिलो भयो अहिले दसैँभरि पानी छोडिदिएछ कि चलाउँछ नि पैसा उठ्छ भिल आउँछ भनेर नि यो त आइडिया कम चलायो भने यसो नि सय नै उठ्छ 15 दिन दिनमा हजारै चलायो धेरै चलायो भने कति न चलाइन्छ र बोके भन्दैछ कति सालको दसैँ अरे हो 80 सालको 2006 सालमा तिनीहरूको आमा छोरीको मुख एउटै 70 वर्ष भयो भने कि बुढो ठ्याक्कै एउटा दसैँ डाँडा गुथे म्याउ म्याउ भन्दै गयो त्यो म्याउले जाउँदै गुथे म्याउ म्याउ भन्दै गयो झ्याउ लगाइदिनु त आएदेखिको एकदिन हो र आएदेखिको चलाहा चलाहा दिक्क भयो यो गुथे भनेर कान्छुहरू जङ्गमाहरू को गएको थियो नि गुग्रेसे दाइ 78 वर्ष हाल्छ ऊ अब 81 जति पनि के अन्त नि काल आइहाल्यो अचम्मै आज मोहनले त सिधै बैकुण्ठमा जान्छ अरे डेली दाइ यो नयाँ छ यहाँ बनिसकेको सुकुटी हो यो गाउँको लोकल कुखुरा मासु भित्र छ सुकुटी यस्तै त खसीलाई सार्नुहुन्छ सुकुटी आलु बच्चा हेऱ्यो कस्तो हुन्छ जमानाको ड्रेस देख्दा लाग्छ कामी मलाई के अरे कसको बुढी हात धराइज न त्यसमा यहीँ धारा छ त यो त्यहाँ उनीहरू कोइला ल्याउने बित्तिकै भइहाल्छ भिडियो बनाउँदै फोटो खिच्नु मिल्छ कि थोरै यता हेर्नु त बाहिर आमा यता क्यामेरातिर थोरै ए तेरि यता हेर्नु न कस्तो त फर्कियो भने नानीलाई तान्छ यता हेर्नु यता
यता एकछिन बस्नु खुट्टा हात समाउँदैन म पठाइदिन्छु निहुरन न उठ्नु त उठ्ने होइन झोक्नु थोरै ल पठाइदिन्छु बस्नु बस्नु भाइ भिडियो त बनाइरहेको छु मैले बनाउनु त भिडियो नै पठाइदिनु न उसको स्टाइल फोटो खिच्ने फोटो पनि खिच्यो ट्याक ट्याक मेरो भिडियो प्लस फोटो खिच्न मिल्छ कि ठ्याक्क एकछिन अडाउनै टाउकोमा त सारिका यता हेर सुन्दर क्यामेरा अलिक तल जानु म त पछाडि ढलिरहेको पैसा आएपछि आएपछि नमस्ते दाजु भाग्य गर्छ कति द नमस्ते सबै नानीलाई लगाइदिनु नि त फर्स्टमा ल अहिले जितो हुन्छ के पहिला पालिस लगाउन नानीलाई यहाँ हाम्रो दुइटा खिच्दैन एउटा उता हेर त फोटोमा सानी यता हेर त पछि देखाइरहेको यता हेर्नु सानी सारिका ओ नक्कली उता हेर न ऊ त पैसी देखेर मक्ख छ अलिक गर्दैन यस्तो भागो अलिक सिधा गर्नु न तपाईँ लगाइराख्यो सानी सारिका ओ नक्कली म मक्ख छ पैसी हेरेर नमस्ते गरेको ल आइहाल्छ ठ्याक्क बजार सुन्नु मात्रै खिची खिची फोटो पनि हान के ठ्याक्कै खिचेको साइडमा फोटो हान्नु मिल्छ साइडमा फोटो यतापट्टि छ ए त्यो बल्ल दहीमा हालेर हालेर दही हालेर तिमी यता आऊ आऊ जुन लाग्यो पनि के भएन बच्चाहरू एउटा सानो ब्याङ्गी ल्याइदिनु पर्दैन छ किर्ती भइदिएर हुँदैन बाबा आउनु अलि अगाडि लाउनुहोस् भन न कानको जरा तिम्रो पछि पनि राख्ने 10 रुपियाँ खाऊ सानीको एउटा राखेर बाबाले नजाऊ है म्याउ आउँछ छोरो आऊ 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 म्याउ आउँछ नि बाबा हेर एक्लै जानु हुँदैन के लिनु त्यसले बाँधिदिने पैसा सारिका यता हेर ल्याउ सानोमा लगाइदिन्छ भइसक्यो यसरी खिच्नु नि फोटो पनि फोटो बनाउनु भिडियो गर्छ यसो गर्दै होइन यो पोइन्ट छ नि यसलाई यसरी थिच्दै यसरी थिच्दै बस्नु है नानीले एउटा दुइटा मात्रै खिच्दै बस्नु ल्याउनुहोस् न त नि अब जम्मै मुखै देखाएर त बाथीको
तल बसेर लाभो हुन्छ र त्यो बेला बसेर आउनु न अलिअलि लाग्ने हो त्यत्रिकै लाउनु न फोटो पनि खिचेको बादमा हुने भयो फोटो खिच्नै भेटिँदैन बेला बेलामा रोकिया खुट्टा दिन्न म दिन्न खुट्टा मान्छे गर्नु मात्रै देखिए अलि माथि उठेर तल गर्नु न देखिहाल्छ फोटो चिज गर्न मैले सिकाएको छैन फोटो पछि गर्छ ल अब बाबाले लाउने हो नि त ल पछि गर्नु फोटो खिच्दै गर्नु पछि बाबाले लाउने हो नि त बसेर लाभो देखिन्थ्यो टाउ पाँचबाट 20 रुपियाँ भएको फोटो खिच्ने भयो खिचेको ल ल पैसा दिने हो कि धेरै बाउले राखेको हेरिदिएँ मैले तर पक्न दाइ भाउजू लगाइदिन्छ त्यो टाउको तल नलैन माथि टाउकै काटेको त्यत्तिकै राम्रो आउनु पऱ्यो खिच्दै अब तै म जान्दिनँ टिको ला पिटेको ल पैसा दिन्छ नि उहाँ पैसा पैसा मागे कि हात हात थाहा पैसा दिन्छ उता गएर बस्ने बस्नु तपाईँ आउँछ भिडियो जाउँ अलि उता जान्छ अलि उता गयो भने हाम्रो आउँछ कि होला तिमीलाई ठिक छ ठ्याक्कै निधारमा राखेर छोरी यता हेर्दा बसेर बसेर जाउँ यता हेर्न छोरी यता हेर टिका लगाएर कि म फोटो खिच्दैछु कि यता सुजन पनि यता हेर्न भयो ल नानीलाई लाउनु पर्छ पहिला नानीलाई आइदिनु सारी क्या त हेर त ल भयो दे त्यहाँदेखि 110 झिकेको थियो नानीलाई भाग्य जमुनाले एकछिन रोकिराख्नु म फोटो खिचिदिएँ ल भयो 10 रुपियाँ निकाल्छु जनालाई 10 रुपियाँ निकाल्ने 10 रुपियाँ निकाल्न म यहाँ दिइरहेको छु त हामीलाई यहाँ हाँसेको 1000 यता यता 1000 हाँसेको ओहो सारी गाली धेरै पैसा पाउँछ पकै पके त ल भएन यता ल भयो ओहो सारी गाली पैसा पैसा पाउने बाबा आमामा भवन थोरै यता हेर्नु त ओहो सारी क्या त हेर त बाबा यता हेर पक्कै पक्क हिँडा गरेर त्यो ढोकियावाला एकछिन रोकिराखे
पक्कै पक बाई हाम्रो दसैँ नेवारको दसैँ चाहिँ यस्तरी भातमा खाइन्छ होइन झट्टै के थाउनु भयो नि यो दसैँ तिहारलाई ओ मेरी आमालाई कोसेली कान्छी बुहारी दाल खान लाखा जमाउँदा खुर्सानी यस्तो छ खुर्सानी टिप्ने कार्यक्रम छ लाखा मैले एक दुईजना खेताला खटाएको छु एउटा जमुना शेष एउटा धनमाया श्रेष्ठलाई खुर्सानी टिप्नको लागि नभए चाहिँ के को पोको बोकेर आयो सारी गाली खै ए देखाउँदा सारी तिम्रो पोको ओइ के को पोको हो यो आमा के जमाउनु है यति मात्रै बनाउँछु मारे काट्दिएँ आँखै सानो देख्यो होला मेरो भिडियो बनाइदिनु होइन भिडियो बनाउँदा फोटो खिच्नु मिल्छ कि भिडियो बनाइदिन्छु ए फोटो हान्न मिल्छ ठ्याक्क भिडियो खिच्दा फोटो हान्नु